सो हेर्नु न एकदम रमाइलो ठाउँ रहेछ है टुरिस्ट बसहरू होइन यो सबै प्राइभेट कारहरू ल कछुवा घाम तापिरहेको छ ल हेरौँ है साथी नमस्ते सबैजनामा यो चाहिँ सेनाईको पुताउ भिलेज भन्ने ठाउँ यहाँ चाहिँ बुद्धको मूर्तिहरू छ होइन यहाँ पछाडि देख्दै हुनुहुन्छ होइन मेरो हातमा चाहिँ टक्क छाता छ छाताले देखाउँछ यता चाहिँ अब गएर यसको चाहिँ सम्पूर्ण भिडियोहरू निकाल्ने होइन पानीहरू यो तरिकाको छ अगाडि पछाडिको दृश्यहरू यहाँ तल कछुवा हो कछुवा हिँड्दैछ देख्नुभयो ल यहाँ चाहिँ हाम्रो बुद्ध धर्मको खोर्लोहरू पनि रहेछ होइन म चाहिँ त्यहाँ जाँदैछु ल बुद्ध धर्मको सबै कुराहरू मिल्ने होइन मिल्ने जुल्ने यो पछाडिको मूर्तिहरू होइन एकदम राम्रो दृश्य एकदम राम्रो लाग्यो यो चाहिँ पुताउ भिलेज भन्छ यसलाई चाहिँ होइन सो खोर्लो यहाँ चाहिँ अब खोर्लो म पनि घुमाउँदैछु होइन साथीहरू हातमा एउटा छाता छ छाताले गर्दा अलिक अप्ठ्यारो भयो यो चाहिँ हाम्रो धार्मिक आस्था हो बुद्ध धर्मको यो पनि घुमाउन पाइयो है रोकेर चाहिँ घुमाउनु पर्छ धेरै परेछ त यहाँ त अगाडि ट्याप्पै छ है म पनि घुमाउँदै आउँदैछु पर्यटक पनि उत्तिकै ल कस्तो देखिँदैछ थाहा छैन ब्याक क्यामेराबाट गरेको ल आगन्तुक भिजिटरहरू सो हेर्नु न एकदम रमाइलो ठाउँ रहेछ है टुरिस्ट बसहरू होइन यो सबै प्राइभेट कारहरू ल कछुवा घाम तापिरहेको छ ल हेरौँ है साथीहरू बाँसबारी यो बाँस पनि रोपिएको रहेछ कति राम्रो बस हेर्नु त टुरिस्ट एरिया यस्तो यस्तो धेरै राम्रो दृश्यहरू म पछाडि पनि खिच्ने छु होइन सो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरेर बस्नु होला है त यसको पार्ट 1 पार्ट 2 पार्ट 3 म लिएर आउँछु अहिले यो सुरु पार्ट मात्रै हो होइन म गेटमै मात्रै छु अब गेट यहाँदेखि भित्र चाहिँ के रहनेछ होइन सबै देखाउनेछु है त